अनि नमस्ते सम्पूर्ण मेरो साथीभाइहरूलाई सबैजनालाई है। र केही कुरा आज मलाई भन्न मन लाग्यो, किनकि कतिजनाले धेरैले सोच्नु हुँदै थियो है। हो, धेरै साह्रो पर्छ, जति तपाईँहरूले बाहिरबाट हेर्नुहुन्छ देख्नुहुन्छ त्योभन्दा धेरै कठिन भोग्नुपर्छ, किनकि आफ्नो पेटमा कुनै राइस गएको हुँदैन, कुनै तपाईँको अरू जस्तो चिज गएको हुँदैन है। एकदम नर्मल बोइल चिकन, बोइल सब्जी भयो है, बोइल अन्डा भयो, यो कुराहरूले आफ्नो कम्पिटिसनसम्म हामीले यो कुरालाई फलो गर्नुपर्ने हुन्छ है। बिहान 4 बजे उठेर जिम जानु है धेरै गाह्रो हुन्छ। र त्यो साथसाथै के हुन्छ भन्दाखेरि हो, पैसाको एकदम जरुरत पर्छ। यति महँगो गेम हो, पैसाको एकदम जरुरत पर्छ। हो, हामी जस्तो अलिकति मिडल क्लास फ्यामिलीलाई ब्याकग्राउन्डबाट सपोर्ट हुँदैन है। र त्यही कारणले गर्दाखेरि आज धेरै युथहरू मैले देखेको छु डाउन हुँदै गइरहेछ है। र एकदम साह्रो पर्छ मलाई पनि अलवेज दिनभरि गाडी कुदाएर, दिनभरि आफ्नो मेहनत गरेर र बेलुका यो सबै गर्नु। यत्रो दुःख, यत्रो परिश्रम गरिन्छ है। हो, धेरै कुरा आफूलाई आइपर्छ र धेरैजनाले बाहिरबाट भनिरहनु भएको हुन्छ त्यो भएन यो भएन। तपाईँहरूले जति देख्नुहुन्छ त्योभन्दा एकदम गाह्रो हुन्छ। बरु कसैलाई तपाईँहरूले सपोर्ट गर्नुहोस् है। केही कुरा भन्नुभन्दा अगाडि सोच्नुहोस् है। म यही भन्न चाहन्छु, आजकलको धेरै युवा भाइ बहिनी बिग्रेको कारण यही हो। त्यसैले कसैलाई सपोर्ट गर्नु होला है त।